डडेलधुरा जीप दुर्घटनामा एकै परिवारका 2 जनाको मृत्यु। कुहिरोले सडकको लिक नदेखिँदा जीप भिरबाट खसेको चालकको बयान। शनिबार राति 2 बजेतिर डडेलधुराको अमरगढी नगरपालिका 7 खस्याखानमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका 2 जना एकै परिवारका सदस्य भएको खुलेको छ। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र 01001 ज 1850 नम्बरको बोलेरो जीप दुर्घटना हुँदा अपी हिमाल गाउँपालिका 1 बस्ने सुगन लोथ्याल र सोही ठाउँकी 28 वर्षीय हनु लोथ्यालको मृत्यु भएको थियो। प्रहरीका अनुसार गम्भीर अवस्थामा उद्धार गरेर उनीहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पुगाइएको थियो, तर दुवैजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिएका छन्। उनका अनुसार मृतक दुवैजना एकै परिवारका सदस्य भएको खुलेको छ। नातामा उनीहरू काकी भतिजा पर्छन्। नेपाली काङ्ग्रेसको अपी हिमाल गाउँपालिकाको सभापति समेत रहेका लोथ्याल निर्माण व्यवसायी समेत हुन्। उनीहरूको शव डडेलधुरा अस्पतालमा राखिएको छ। आफन्त आइरहेकाले परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका दार्चुलाकै मार्मा गाउँपालिका 50 वर्षीय अमरसिंह ठगुन्ना र अपी हिमाल गाउँपालिका 1 का 35 वर्षीय सरस्वती लोथ्यालको भने डडेलधुरा अस्पतालमै उपचार भइरहेको छ। जीप चालक बैतडीको दिलासैनीका 2 का अमृत घरेडी पनि घाइते छन्। जीप सडकबाट करिब 400 मिटर तल खसेको छ। प्रहरीका अनुसार चालक घरेडीले बाक्लो कुहिरो लागेका कारण सडकको लिक नदेखिएर जीप दुर्घटना भएको बयान दिएका छन्। सडकको लिक नदेखिँदा जीप भिरबाट खसेको बयान चालकले दिए पनि त्यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बाक्लो कुहिरो र वर्षाका कारण दुर्घटनापछि प्रहरीलाई घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो।